हेलो गाइज हामी चाहिँ ब्याङ्कक घुम्नको लागि भनेर घरबाट निस्केर सिधै एयरपोर्ट पुगेर चाहिँ वेट गरेर बस्यौँ अनि पछि फाइनली हाम्रो एयरप्लेन आइपुग्यो अनि यसो टक्क फोटोसुटहरू अलिअलि गऱ्यौँ र त्यहाँ पुगेपछि हामी अलिअलि लन्च गऱ्यौँ। त्यसपछि हामी थाइल्यान्ड पुग्यौँ आफ्टर 3 आवर्स अनि त्यहाँको भ्यू देखेर म एकछिन छक्क परेँ। हाम्रोमा त कति पहाडहरू हुन्थ्यो नि, त्यहाँतिर त हेर्न पुरै प्लेन फ्ल्याट के। अनि त्यहाँ ल्यान्ड गरेर हामी बस पनि चढ्यौँ। मैले बसको नि भिडियो खिचेको थियो, आई डोन्ट नो त्यो मैले डिलिट गरेँ। अनि हामी बसबाट ट्राभल गऱ्यौँ। कति आवर्सको ट्राभल थियो? 4 आवर्स आई गेस। त्यहाँबाट किनभने ब्याङ्कक पुग्यौँ अनि ब्याङ्ककबाट सिधै पटाया नै घुम्ने फर्स्टमै भन्ने हाम्रो प्लान थियो। सो ब्याङ्ककबाट सिधै पटाया घुम्न गयौँ हामी अनि सिधै पटायाको रुम बुक गऱ्यौँ अनि त्यसपछि हामी सिधै त्यहीँ जान्छौँ भनेर डेडिकेटेड भएर हिँड्यौँ। अनि अन द वे यस्तो अँध्यारो भइसकेको थियो जाँदा अनि हेर्दा अँध्यारो भएछ। आई थिङ्क 3 आवर्स होइन होला, मैले बिर्सेँ है। अनि त्यहाँतिर यसो भ्यू हेर्दै इन्जोय गर्दै कस्तो रमाइलो गरी गयौँ। त्यहाँ त अलिअलि हल्ला गर्न पनि नदिने रहेछ, ड्राइभर त कराउने रहेछ, सिस गरेर पुरै अरूलाई गाली गरिरहेको थियो। हामी त सानै स्वरमा बोलिरहेको थियौँ है। त्यहाँ अरू बोलिराखेको बेलामा चाहिँ तिनीहरूलाई गाली गरिरहेको थियो कि ड्राइभरले त्यस्तो स्ट्रिक्ट रहेछ, हल्ला पनि गर्न नपाउने कि बसमा शान्त भएर त्यस्तो हाइवेमा जानु पनि। यति निन्द्रा लाग्यो मलाई। अनि फाइनली हामी पुग्न लाग्यौँ अनि त्यहाँबाट फेरि ट्याक्सी चढ्नु पर्ने रहेछ अनि फेरि ट्याक्सी बुक गरेर गयौँ। अनि गेस वाट, त्यहाँ पनि इन ड्राइभर पो चल्ने रहेछ क्या है। अनि हामी त छक्क परेर इन ड्राइभर बुक गरेर अनि त्यहाँबाट ट्याक्सीबाट सर लाएर हाम्रो होटलसम्म पुऱ्याइदिनु न भनेर भने। अनि अन द वे चाहिँ कस्तो डिफ्रेन्ट पोखराको कस्तो ठमेलको कोही कस्तो के भाइब, अर्कै भाइब आइरहेको थियो क्या। अनि ह्युमिडिटी चाहिँ एकदम हाई थियो, एकदमै गर्मी थियो त्यतातिर। सो त्यही हो। अनि यतातिर गइरहेको छौँ हामी स्टिल पनि। तर भ्यू हेर्न चाहिँ मजा आयो। जे होस्, भ्यू हेर्दा हामीलाई रमाइलो लाग्यो। अनि फाइनली हामी चाहिँ हाम्रो होटलमा पुग्न लाग्यौँ। अपार्टमेन्ट बुक गर्नुभएको थियो हस्बेन्डले। सो वी रिच्ड देयर। अनि यस्तो थाकिसकेको थियौँ तैपनि हामी त्यहाँ गएर ड्रेस चेन्ज गरेर छिटो यसो एक्सप्लोर गर्न जानुपर्छ अब भनेर थकान मारेर यसरी बाहिर घुम्न आएको। त रातिको 11, 12, 1 बजीसम्म पनि त्यहाँ त यस्तो रमाइलो हुने क्या। अनि हामी एकछिन मात्रै डुल्यौँ अनि त्यहाँबाट फेरि खानेकुराहरू खाएर फर्किहाल्यौँ। अनि भोलिपल्ट बिहान यसो भ्यू हेर्छु भनेर बिहानै निन्द्रा खुल्यो फेरि अनि भ्यू हेर्छु भनेर हेरेको त कस्तो रमाइलो। ओ माई गड, इट वाज सो गुड भयो, गुड फिलिङ आयो। अनि फेरि घुम्न जानुपर्छ, अब फेरि गइहाल्नु पऱ्यो भनेर मलाई जान हतार भयो। त्यहाँ त हामी कति फ्लोरमा थियौँ? 11th फ्लोरमा थियौँ। त्यहाँबाट मजाले उताको त्यो बिचहरू देखिरहेको थियो, त्यहाँ जुन चाहिँ हामी आज यो दिनमा जाने प्लान थियो। सो त्यहाँबाट धेरै भ्यूहरू खिच्यो। अनि त्यहाँतिर के छ, कस्तो घरहरू छ, कस्तो छ इन्भाइरोमेन्ट भनेर हेऱ्यौँ। त्यही भएर मैले झ्याल खोलेर पनि हेरेँ त्यहाँ के पार्क गरिरहेछ। यताउति हेरेको धुलो धुवा भने अलिकति पनि हुँदैन रहेछ। कति रमाइलो, फ्रेस एयर, तातो थियो तर पनि आई डोन्ट नो, आई फेल्ट भेरी गुड। अनि त्यसपछि हामी निस्क्यौँ। अब ब्रेकफास्ट पनि गर्नुपर्छ भनेर निस्क्यौँ। अनि निस्केर एकछिन फोटोसुट टप फ्लोरमा गएर हेऱ्यौँ। अनि त्यहाँबाट टप फ्लोरमा गएर हेर्दाखेरि चाहिँ कस्तो दामी बब्बाल भ्यू देखिरहेको थियो क्या। त्यहाँ बोटहरू पनि हेर्नु न यस्तो सानो देखिरहेको छ नि, बिकज हामी टाढा थियौँ क्या। अनि टाढाबाट खिच्दाखेरि बोटहरू पनि कस्तो सानो जेस्की गरिरहेको थियो त्यहाँ मान्छेहरू। अनि त्यो भ्यूहरू हेर्दाखेरि नै हाम्रो मुड यत्तिकै पनि बिहानै राम्रो फिल भयो। त्यहीँ बसेर हामी कति फोटोसुट गऱ्यौँ। त्यहाँ कोही मान्छे थिएन नि त, अनि त्यही भएर हामीले कति धेरै फोटोहरू भिडियोहरू खिच्यो। त्यता फोटो खिच्नको लागि, भिडियो खिच्नको लागि बेस्ट भयो हामी। किनभने त्यहाँतिर अलि हावा पनि चलिरहेको थियो, सबसे माथि थियो नि त हामी। अनि हावा पनि चलिरहेको थियो, फ्रेस हावा आइरहेको थियो। गर्मी भएको भएर त्यहाँतिर हावा अलिअलि चल्या भएर हामी त्यहीँ कति टाइम स्पेन्ड गऱ्यौँ। त्यहाँबाट हामी फेरि रेडी भएर अनि त्यसपछि अब जाउँ यसो फेरि घुम्न भनेर फेरि निस्केपछि हामी एउटा रेस्टुरेन्टमा गयौँ र त्यता अलिअलि फुड ब्रेकफास्टहरू गऱ्यौँ। अनि ब्रेकफास्टहरू गरिसकेपछि चाहिँ हामी अब चाहिँ बिचमा जाने टाइम आयो भनेर अनि बिचमा पनि पुग्यौँ हामी। त्यता गएर अलिअलि फोटोहरू खिच्यौँ। अनि मेरो त फर्स्ट टाइम हो नि त बिचमा। अनि आई एन्जोयड अ लट। अनि म यताउति दायाँ बायाँ सबै ठाउँ हेरेर बसिरहेको थिएँ।
Ow! अनि त्यसपछि चाहिँ हामी जेट स्की गर्नुपर्छ कि भन्ने प्लानिङतिर लाग्यौँ. सो वी डिड जेट स्की देयर, आवर फर्स्ट एक्सपिरियन्स. अनि त्यही हो, हामी त्यहाँतिर रेडी हुन थालिरहेको थियौँ टु गेट अन द बोट. फर्स्टमा चाहिँ आँसु चढ्यो अनि त्यसपछि मलाई त अलिअलि डर लागिरहेको थियो टु बी अनेस्ट, बिकज मलाई स्विमिङ पनि आउँदैन कि. अनि म त कस्तो आत्तिएको कस्तो प्यानिक भएको जस्तो भइरहेको थियो. बट स्टिल आई ट्राइड. अनि त्यसपछि बिस्तारै बसेँ म. त्यो बोट उत्तिँदै जाँदाखेरि त म त यस्तो डराइरहेको थिएँ टु बी अनेस्ट, बट नडराएको जस्तो गरिरहेको थिएँ. अनि त्यहाँ भ्यूहरू पनि खिचेँ. बस्दा बस्दै युज टु भयो अनि बिस्तारै खिचेँ. अनि त्यसपछि हामी उत्रेपछि आई फेल्ट रिलिफ. अनि फेरि एकछिन बिच टाइमहरू इन्जोय गऱ्यौँ. हामी त्यता हाइड्रेसनको लागि नरिवल पानी खायौँ. त्यसपछि चाहिँ के गर्ने भन्ने हाम्रो प्लानिङ आयो. अनि त्यसपछि हामी एकछिन एकदमै गर्मी भएर थाकेर रेस्ट गऱ्यो. आँसुले चाहिँ अनि स्कुटर हायर गर्यो. उसलाई चाहिँ स्कुटरमा डुल्न मन लाग्यो भनेर त्यतातिर स्कुटर पनि हायर गर्न मिल्दो रहेछ. अनि हामी एक राउन्ड पुरै पटाया सिटी घुम्यो त्यो स्कुटरमै. कस्तो रमाइलो भयो त्यो फिलिङ चाहिँ. अनि यताउति हेऱ्यो, बिचहरू पनि हेऱ्यो, सिपहरू पनि देखियो. त्यहाँ सिपहरू कस्तो मजाले त्यहाँ गरेर राखिरहेको थियो, पार्क गरेर राखिरहेको थियो. अनि यताउति हेरेर यसपछि फेरि हामीलाई भोक लाग्यो. अनि हामी चाहिँ नाइट मार्केट, यो फास्ट फुड मार्केट गयो. त्यो त्यतातिरको फास्ट फुड मार्केटमा चाहिँ के छ भनेर हेऱ्यौँ हामीले. त्यताबाट फुडहरू ल्याएर अनि हामीले चाहिँ आफ्नै अपार्टमेन्टमा आएर तताएर इन्जोय गरेर खायौँ अनि सुत्यौँ. भोलिपल्ट चाहिँ हामी फेरि उठेर एकछिन एक्सप्लोर गर्न गयौँ त्यतातिर. अनि कफी सफी खायौँ त्यताबाट. अनि फेरि एकछिन डुलौँ भनेर फेरि हामी सुरु भयो स्कुटरमा. सो फेरि स्कुटरमा हामी एक राउन्ड घुमौँ, फ्रेस हुन्छ भनेर बिहान बिहानै डुल्न गयौँ. यसो सपिङहरू पनि जानु पर्ला भन्ने प्लानिङ गरेर हामी चाहिँ सपिङहरू पनि खोज्न गइरहेको थियौँ. अनि यताउति हेरेर सपिङहरू के छ भनेर खोज्यौँ. अब मेरो हस्बेन्डले भोइस ओभर गर्छ यसपछि. त्यसपछि हामी यसो सपिङ गर्न गयौँ होइन. स्कुटीमा डुल्दै दायाँ बायाँ हेर्दै एकदम रमाइलो भयो. अनि रोड वाज सो क्लिन. अनि त्यसपछि हामी कोरल आइल्यान्ड जाने प्लान थियो. अनि त्यसपछि हामी गाडी चढ्यौँ. अनि गाडी चढेपछि कपाल मिलाएँ. अनि सिरियसली यसो भिडियो सिडियो खिच्यो होइन, कालो चस्मा लाएर. त्यसपछि हामी अन द वे टु कोरल आइल्यान्ड. अनि हामी स्पिड बोट चढेर कोरल आइल्यान्डतर्फ लाग्यौँ. इट वाज अमेजिङ. अनि एक ठाउँमा रोक्दो रहेछ. अनि एक ठाउँमा हामी स्टप भयौँ र त्यहाँ हामीले डिफ्रेन्ट काइन्ड अफ यो ग्लाइडिङ एक्टिभिटिजहरू जस्तो देख्यौँ होइन. सो प्यारासेलिङ समथिङ लाइक द्याट यस्तो भन्दो रहेछ. त्यसपछि हामी त्यहाँ एकछिन भ्युजहरू हेऱ्यौँ ल. अनि त्यसपछि हामी त्यहाँबाट सिधै कोरल आइल्यान्डतर्फ जानलाई बोटको वेट गऱ्यौँ. त्यतिन्जेलसम्म हामीले यसो भ्यूहरू फोटोसोटो खिच्यौँ बोटको. अनि त्यही हो, हेर्न सक्नुहुन्छ. कोरल आइल्यान्ड पुग्यौँ. त्यसपछि एकछिनपछि हामी कोरल आइल्यान्ड पुग्यौँ. त्यहाँबाट पानीमा हिँड्दै हामी आइल्यान्डतर्फ लाग्यौँ. त्यसपछि हामी यसो के खाउँ भनेर यसो होटलतिर गयौँ र वी एट समथिङ. त्यसपछि सिरियस दौडिन थाल्यो. उसलाई स्विमिङ खेल्न हतार भयो भनेर म पनि दौडिहालेँ. अनि रमाइलो भयो. पानी तातो तातो थियो, नुनिलो पानी. अनि तर सिरियस चाहिँ अलिक डराइरहेको थियो होइन पानीदेखि. अनि त्यो म चाहिँ बिचमा गएँ. हामी फर्क्यौँ. अनि बोटमा यसो फोटोसोटो खिच्यौँ स्पिड बोट थ्रु. त्यसपछि हामी फर्क्यौँ अनि हामी रुमतर्फ लाग्यौँ. सो त्योभन्दा अगाडि चाहिँ हामी यसो दायाँ बायाँ के छ यसो घुम्यौँ पनि. अनि स्कुटी ल्याउँ फेरि. अनि टर्मिनल 21 भन्ने ठाउँमा पुग्यौँ. टर्मिनल 21 मैले कति इन्टरनेटहरूमा सुनेको थिएँ ठाउँको नाम. अनि फाइनली मैले घुम्दै हाम्रो त प्लानिङ पनि थिएन, हामीलाई त थाहा पनि थिएन टर्मिनल 21 त्यता छ भनेर. हामी त यत्तिकै ऱ्यान्डमली घुमिरहेको थियौँ. अनि वी स द्याट. त्यसपछि डुल्दै भोक लाग्यो हामीलाई. अनि त्यसपछि हामी फुड स्टलहरूमा के पाइन्छ भनेर हेर्न गयौँ.
नर्मली चाहिँ म्याक्सिमम् ठाउँमा चाउमिन पाउने रहेछ कि त्यता हामी चाउमिनहरू प्याक गरेर घरमै उतै अपार्टमेन्टमै खुवाउँछु भनेर त्यहाँबाट यताउति हेर्दै भिडियो खिच्दै टाइम ल्याप्स खिच्न मन लाग्यो मलाई टाइम ल्याप्स अनि त्यो खिच्दै यताउति बेलुका ढिला भइसक्यो त्यही भएर अलिकति सुनसानै थियो बट तै पनि सबै ठाउँ खुलेकै हुने क्या अनि यताउति हेर्दै मसाज सेन्टरहरू यति धेरै थियो त्यहाँ होइन अनि जता पनि मसाज सेन्टर त्यहाँको फेमस रहेछ क्या त्यो हेर्दै हामी डुल्दै अनि हामी त्यो खाजा बोक्दै रमाउँदै गफ गर्दै मार्केटहरू हेर्दै सबै त्यहाँको पसलहरू डुल्दै घर फर्क्यौँ अनि यो चाहिँ हाम्रो पटायाको लास्ट डे थियो त्यसपछि भोलिपल्ट चाहिँ ब्याङ्कक रिटर्न जाने प्लान थियो सो हामी आनन्दले सुत्यौँ